गाइस वेलकम टू माय ब्लॉग। मेरो ब्लगमा हजुरलाई स्वागत छ। आज हाम्रो घरको अलि माथितिर दाइ कार्यक्रम चल्दैछ। दाइ कार्य चल्दैछ। हाम्रो दाइ कार्यलाई हेरिदिनु होला। हेर्नुहोस् हामी उताबाट जाम। हिँड्नुहोस् हाम्रो दाइ कार्यक्रम कार्य अब हामी नि लखेटम मनी लखेटेको पहिले नि लखेटेको हेरिदिनु होला। हेर्नुहोस् सरितालाई ठुले लिएर जाने रे म नजाने रे अब भयो अब हामी नलखेटम लखेटेको हेरौँ। उहाँ धान निकाल्दै हुनुहुन्छ। सुजनज्यू आज के भइरहेको छ? हेर्नुहोस् यहाँका सुन्तला कति बडा हुन्छ। हामी उता जाम है साथी अरू यतातिर अनि दाइ हाल्ने बेला भएको थियो तर अहिले त होइन। यहाँ सुन्तला बडा हुन्छ नि यहाँ मेल छ है। धान आउँछ धान दिनको हेर्नुहोस् यहाँका तिहारका फुल तिहार त गइसक्यो तर अझसम्म छ नि यहाँ फुल। हामी दाइ हालेको हेरौँ। ल मैले नि अब दाइ खेल्नै पर्छ। नगर्ने अरे मैले सक्थेँ के अरे गर्दिनँ ल अहिले गर्छु। मैले 3 तालै पनि खेल्न सक्छु। देख्नु 4 वटालाई पनि खेल्न सक्छु। मलाई लाग्यो आमा क्यार्नु हैछ आजको मिति 2072 साल 7 अघि छ हो 7 मई। आजको मिति 2072 साल कार्तिक 9 गते यहाँ यो कार्यक्रम चलिरहेको हो र। 8 त होइन होला 8 गते यो कार्यक्रम यो कार्य चल्दैछ। हाम्रो घर त अब धानै हाम्रो खेतबारी खेतमा त धानै छैन। भलग छ कि एउटा मेरो त्यहाँ यहाँ युट्युब हाल्ने युट्युबमा हालिसकेपछि सब्सक्राइब बढ्छन् त्यो हेर्छन् अनि सब्सक्राइब बढ्छन्। ल हेर्नु
अनि हजुरले के गर्न लाग्नु भएको त नि सोध्नै आएको नि म यता ल भन्नुहोस् हजुरले के गर्नु विचार मैले तरकारी पकाइछु चिया पकाइछु त्यहाँ घिउ पकाइछु यहाँ आज दाइँको ठुला दिप्चीभरि भात पकाइछु यहाँ पियाज काट्छु लसुन काट्छु पैसा दिनु पर्ला नि कति हो ए बा एक दिनको 1500 है एकजनालाई यो त बढी नै भयो ल अब हामी माथितिर जाऊँ